गाइज अब चाहिँ एससी को रिजल्ट आउन लागेको छ। सुरुमा किसके लिए? सो इसके लिए हम करेंगे रॉक पेपर सीजर शूट। सजल को पहिला हेर्ने तेरो गाइस रिजल्ट हि तेरो बोला। सो हम चाहिँ पहिला सदा खाइछौँ त्यसपछि मेरो हेर्छौँ है गाइसहरु। जसको भए पनि हेर्ने हो सेम आइदिनु हुन्थ्यो नि गाइस यार। पब्लिस भयो भन्छ गाइस। मेरो कति होला? I'm watching live Aniviko. No बज्यो के भन्छ झ्याम्मा हान्ने चाहिँ we can do. हाले हैन क्या अझै रुक्न न यस्तो 9 बजे भने थियो। आमाहरु नि वेटिङ हुनुहुन्छ। Everybody is waiting for our result, but it has not published yet, and now I'm getting a little bit डर पनि लाग्छ। के होला रिजल्ट त हो नि। सबैलाई हार्दिक नमस्कार। लामो प्रतीक्षापछि अब धेरै बेर कुर्नु भएको छ, राति भइसकेको छ। श्रीमान सदस्य सचिवज्यू भित्र उहाँले त म्यानेज गरेर चाहिँ हेर्ने वातावरण चाहिँ बनाउनुहुन्छ। हाम्रो वेबसाइटमा पनि अपलोड हुँदैछ। 1 घण्टा रे। सो गाइस हाम्रो एउटा साथीको आइछ। कंग्रेचुलेसन त्यसको चाहिँ 3.86 आएछ। कंग्रेचुलेसन गाइस। अब सिम्बल नम्बर 1 त मेरो 04 साँच्ची हो 3 मेरो 066 048 066 85 के हो एम 3 चुप सेम आइदिनु हुन्थ्यो नि गाइस यार। हाम्रो चाहिँ दुईटैको A+ आयो 3.91। चल सुन है आयो 3.91 A+ आयो दुईटैको 3.91 3.91 आयो। दुईटैको सेम आयो के मम्मी? 3.91 हजुर सर भिडियो देखाउनु न यस्तो ल 3.91 3.91 केमा कम आएको तिम्रो? खै कुन्नी बाइ बाइ सर। सेम हो। दुईटैको सेम आयो, दुईटैको A+ आयो। एक फरक नहीं। नाइ कंग्रेचुलेसन। ल ठीक छ ल बधाई छ। ल गाइज मामाले सोध्नु भयो त्यही नि लाइक ओके वी आर ह्यापी ल जी हात त्यसमा खुसी हुनुपर्छ नि या गाइज। किन दुखी हुने? A+ that's not bad not bad. You have to say that you're fine when you're not really fine. ल भोइस सुन मै त के भन्नु छ। ल भान्जी बधाई छ। भोलि यहाँ के रे शाममा यहाँ खाना खान आउने टक्क यहाँ A+ आएको यहाँ दर्शनको सबैको यहाँ पार्टी छ। सो गाइजहरु अब चाहिँ हामीले दिदीलाई फोन गर्छौँ। सुनाइदिउँ न त। रातिमा भयो अनि सबैको रियाक्सन भन्दा पनि अलि सबै सुते नि त के रियाक्सन हो र। फोन गर्नुभयो गाइज उठाउनु। ल बित्ना उठेर देखिनु त्यही नि अब कति आए त थाहा छैन नि। हामीले ल पहिला कसको सुन्नुहुन्छ? ल टर्न बाइ टर्न भन्छौँ। कसको सुन्नुहुन्छ? ल सज्जलको 3.91 A+ है हो। अब सदाको सुन्नुहुन्छ? होइन 3 बाटै सुन्नुहुन्छ। 3.91 सेम के कसम रुक्नु अब पठाउँछौँ हामीले।
3.91 के थाहा पाएन जस्तो ल भाइ हामी सुत्छौँ अब सुत्छौँ त्यही कसलाई सुनाम माथि हाल्नु हेलो सेमा बाह्र वर्षसम्म बसेको राम्रै आयो आयो उस आयो रिजल्ट आयो A+ आयो दुईटैको A+ आयो A+ आयो ल हुन्छ अहिले झर्छौँ हुन्छ सय दिनु फेरि यस्तै दिन पाइयोस् यस्तै पास हुनु प्रगति गर्दै जानु ल कताबाट आछ्यौ र नआए त्यही फोनमा मात्र सुन्न पाइने छ के अरे अब के भयो नानीहरू भन्दै अब नातिनीहरू पास भएको बेला छैन अब मै रौसी नमस्ते अझै धेरै धेरै प्रगति गर्दै जानु हजुर नाम नमस्ते ल आऊ भित्र आऊ पानी आयो गाइजहरू सो अहिले चाहिँ हामी हिजो चाहिँ हाम्रो रिजल्ट आएको थियो अनि आज चाहिँ हामी मामाको घरमा पार्टी गर्दै यता सबसे हाम्रो हेलो भन के बोट चियो अफिउले के हुन्छ बोट ल बधाई छ है भिडियोमा केटाकेटी हामी तिनजनाले हातै पहिला तिनजनाले खाएको ल बधाई छ बचाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने
हाम्रो छोरीको छोरी नातिनी अँ शिवालय पर्वाय बागलुङ जिल्ला वार्ड नम्बर 4 मा शिवालय पर्वमानी ये पलसले और यो सक्रेश्वर बोर्डिङ गुल्मी अँ चन्द्रकोट गाउँ उसमा अँ पनि ये पलसले अँ अहिले न्यू इन्भाइरोमेन्ट न्यू इन्भाइरोमेन्टमा पनि ए प्लस लिएर एक नम्बर गरे प्रगति उन्नति विजय भए कुल उसले बास गरून् सत्य गरेर पढे भविष्यमा पनि यस्तै ए प्लस अझ 4 ल्याउनु पर्छ 4 पहिले 3 लिएछौ अब अर्को बारी हो र 4 ले सज्जल अहिले न्यू इन्भाइरोमेन्टमा गएर ए प्लस भए यस्तै गरेर उ गरेर उन्नति प्रगति सब उ गरे ल ल यसै गरेर पाहाडमा आएछन् यो बुढो घर हो मेरो यो पाहाड आएछन् त्यही भएर मैले तिमीलाई स्वागत गर्दैछु ल अन्तर्वार्ता उसमा नगरपालिकामा फर्स्ट जिल्लामा सेकेन्ड यो भएको हुँदा यो फेरि जिल्ला कि नेपाल टप आउनुपर्छ बोलेर त्यो गर्दाखेरि 5,000 दिउँला भनेको फेरि नेपाल जिल्ला उसतिर उस अञ्चलतिर क्षेत्र उसमा गएछ भने 10,000 दिउँला थ्याङ्क्स